नमस्कार। आज हाम्रो कक्षा 7को पाठ 1को समाजको उत्पत्ति र विकासक्रम पाठको अभ्यास गर्दैछौँ। यसका प्रश्न उत्तरहरू हामी लेख्दैछौँ। क नम्बरको क्वेसन, समाजको विकास कसरी भएको थियो? समाजको विकास हामी स्टेप बाई स्टेप लेख्नेछौँ। जस्तै आदिम अवस्था, पहिलो पोइन्ट, सुरुमा मानिसहरू जङ्गली र घुम्ते जीवन बिताउँथे। पोइन्ट 2, सामूहिक भावना, सुरक्षा र सिकाइका लागि मानिसहरू समूह बनाउन थाले। अर्को स्टेप, महत्त्वपूर्ण आविष्कार भयो, जस्तै आगो, चक्का र ढुङ्गाको औजारहरू निर्माण भए। स्थायी बसोबास, पशुपालन कृषिको सुरुवातसँगै स्थायी बस्ती बस्न थाले। आधुनिक रूप, जस्तै अहिलेको भाषा, संस्कृति र नियमको विकास हुँदै समाज आजको अवस्थामा आइपुगेको छ। ख नम्बरको क्वेसन, मध्यचरणको जीवनशैली कस्तो रहेको थियो? पोइन्ट 1, कृषि र पशुपालन, मानिसहरू जङ्गली जनावरहरू पाल्न र खेतीपाती गर्न सिकेका थिए। स्थायी बस्ती, ओडार छोडेर नदी किनारा वा उब्रहा भूमिमा साना घर बनाएर बस्न थाले। औजारको सुधार, ढुङ्गाका साथै तामा र काँस जस्ता धातुहरूको औजार प्रयोग हुन थाल्यो। श्रमको विभाजन, महिला र पुरुष वा सिपका आधारमा काम बाँडफाँड गर्न सुरु भयो। क्वेसन नम्बर ग, प्रारम्भिक अवस्थामा मानिसहरू किन नदीको किनारामा बसोबास गर्न थाले? पानीको उपलब्धता, पिउन, सरसफाइ र दैनिक कार्यका लागि पानी सहजै पाइने हुनाले। उब्रह भूमि, नदी किनाराको माटो खेतीपातीका लागि निकै उब्जाउ हुने भएकोले। अर्को भनेको पशुपालन, पालिरहेका जनावरहरूलाई खुवाउन पर्याप्त पानी र घाँस उपलब्ध हुने भएकोले। यातायात र आहार, माछा मारेर खान र जाल यातायातको प्रयोग गर्नलाई सजिलो हुने भएकोले। घ नम्बरको क्वेसन, समाजबाट हुने फाइदाको सूची। एउटा भनेको सुरक्षा, जङ्गली जनावर र बाह्य खतराबाट सामूहिक सुरक्षा मिल्छ। सहयोग, दुःख, बिरामी र चाडपर्वको आपसी सहयोग र साझेदारी पाइन्छ। आवश्यकता पूर्ति, श्रम विभाजन कारणले घाँस, बाँस र कपास सहजै प्राप्त हुन्छ। अर्को भनेको सांस्कृतिक संरक्षण, भाषा, कला र परम्परा एक पुस्ताबाट अर्को पुस्तामा सर्छन्। अर्को भनेको व्यक्तिगत विकास, शिक्षा, सामाजिकरण र नेतृत्व गर्ने अवसर प्राप्त हुन्छ। ङ नम्बर, ढुङ्गे युग र बबर युगको भिन्नता। ढुङ्गे युग र बबर युग, ढुङ्गे युगमा औजार, ढुङ्गा र हाडका पुराना नलीहरूको औजार बनाइन्थ्यो। ढुङ्गे युगमा भने बबर युगमा धातु, तामा, काँस आदि धारिलो र राम्रो औजारको प्रयोग हुन थाल्यो। जीवनशैलीमा, ढुङ्गे युगमा घुम्ते जीवन र शिकार र कन्दमुलमा निर्भर रहन्थे, तर बबर युगमा स्थायी जीवन, व्यवस्थापित कृषि र पशुपालनमा निर्भर रहन थाले। बसोबास, ढुङ्गे युगमा ओडार, रुखमुनि वा जङ्गलमा बसोबास गर्थे भने बबर युगमा माटो, काठ वा ढुङ्गाका घरहरूमा बसोबास गर्न थाले। च नम्बर, वर्तमान समाजको कुनै 5 वटा विशेषता। प्राविधिक उच्च प्रयोग, इन्टरनेट र सञ्जालले संसारका एउटा सानो गाउँ बनाएको छ। सहरीकरण, उद्योगधन्दा र रोजगारीका कारण सहरको तीव्र विकास भएको छ। जटिल श्रम विभाजन, मानिसको योग्यता र विशिष्टीकरणका आधारमा फरक पेसा आबद्ध छन्। अर्को भनेको सांस्कृतिक विविधता, विभिन्न जात-जाति र संस्कृतिको मानिसहरू आपसी सहनशीलताका साथ बस्छन्। मानव अधिकारको सम्मान, स्वतन्त्र, समानता र
कानुनी राज्यको अवधारणा बलियो छ। 6 नम्बरको एन्सर, समाज विकास सकारात्मक पक्षको उदाहरणसहित चर्चा गर्नुहोस्। समाज विकासले मानव जीवनलाई सुरक्षित, सहज र सभ्य बनाएको छ। यसका मुख्य सकारात्मक पक्ष निम्न छन्। वैज्ञानिक तथा प्राविधिक प्रगति। ढुङ्गाको औजारबाट सुरु भएको यात्रा आज रोबोट र कम्प्युटरसम्म पुगेको छ। उदाहरण, इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै कुनाको जानकारी सेकेन्डमै प्राप्त गर्न सकिन्छ। अर्को भनेको स्वास्थ्य र चिकित्सात्मक सुधार। आधुनिक औषधिको विकासले महामारी नियन्त्रण भएको छ। उदाहरण, विभिन्न रोग विरुद्धको खोपहरूले गर्दा बाल मृत्यु दर घटेको छ र मानिसहरूको आयु बढेको छ। कुप्रथाको अन्त्य। शिक्षा र चेतनाको विकासले समाजका नराम्रा चलनहरू हटाएको छ। उदाहरण, नेपाली समाजबाट सती प्रथा, दास प्रथा, कमहली प्रथा जस्ता कुप्रथाहरू पूर्ण रूपमा उल्लङ्घन भएका छन्। खाद्य सुरक्षा। आधुनिक कृषि प्रणालीले गर्दा थोरै जमिनबाट धेरै उत्पादन लिनलाई सम्भव भएको छ। उदाहरण, टनेल खेती, ट्र्याक्टर र उन्नत बिउको प्रयोगले अनिकालको समस्या कम भएको छ। धन्यवाद पुरै भिडियो हेरिदिनु भएकोमा।